लड्छ अरे ओ गाडी आयो बाई बाई यो सिधा गएको गाडी भरि गाडीमा झर्ने हो ए बाई बाई रे ए गाडी बाई बाई भनेको ए ल अम्मो नि त छिटो आउनु ल अरे आउनुहोस् ल आउनु त प्रकृति फुपूलाई आची आइसक्यो हेलो ए ए बाबु भनेको फोनमा बोल्दैछ हाम्रो प्रकृति चाहिँ उसको फोन चाहिँ हातमा छ ल हिँड प्रकृति त्यति फोनमा बोल्दै हिँड्दैछ चम्पाबहादुर कसले लिएको प्रकृतिले नआएको चम्पाबहादुर चाहिँ ए चम्पाबहादुर पो हेर गरिदिँदैछ ए कानमा ऊ बिस्तारै हिँड है प्रकृति ए फोन त त्यहाँभित्र छिराइदिएको लु हिँड कहाँ गएको प्रकृति त्यता जानुहुन्न यो चाहिँ खला हो खला भनेको चाहिँ यस्तो बोडीहरू खै के कुट्ने ठाउँ दालहरू लड्छ है ए हाम्रो देउराली काका हौ ए बाख्रा चारो घाँस दिन आउनु भएको ल ठिक छ प्रकृति होइन ओहो लु दिदी भाइ ये ओए लड्छ है प्रकृति कहाँबाट गएको त्यो यताबाट हिँड्नुपर्छ सकेन यो उकालो चढ्नु यो खै त म उचाल्छु तिमीलाई उया दिदी त हेर त कहाँबाट चढिसक्नु हो ल हिँड दिदी हिँड अगाडि ए म यहाँ पकाड्छु त ये अनि उसलाई चाहिँ फेरि आऊ खै त ल गर्नु हुँदैन लड्छ ल हिँड उता त्यहाँ चढ्नु होइन यहाँ अब दिदीले जे गर्दै गर्नु मलाई आचु गर्नु पर्नेछ हिँड त ममता दिदी